स्पेसल्ली आज म तपाईँहरूलाई लोकल कुखुराको तिते बनाउने तरिका बताउन गइरहेको छु। भिडियो लामो हुन सक्छ, कृपया स्किप नगरिकन हेरिदिनु होला। सबैभन्दा पहिला खुल्ला रूपले चरेको छिप्पिएको भाले ल्याउने र त्यसलाई चट्टसँग काटेर आगोमा मजाले पोल्ने। यसरी आगोमा पोलिएको कुखुराको भुत्लालाई नाङ्लोमा मजासँगले झार्ने अनि दुई हातले मजाले माडेर त्यसलाई मसिनो धुलो हुने गरी केलाउने। त्यस पछाडि अघि पोलिएको कुखुरालाई मसिनो पिस पिस बनाएर काट्ने र मासुको लागि तयारी गर्ने। त्यस पछाडि तातो कराईमा तेल हाल्ने र त्यसमा मेथी, प्याज र सुकेको खोर्सानी फुराउने अनि अघि मसिनो गरी काटेर राखेको मासुको पिसलाई त्यसमा राखेर मजाले चलाउने। त्यस पछाडि आफ्नो स्वाद अनुसार नुन, बेसार र अन्य मसलाहरू हालेर छोप्दै चलाउँदै मजाले पाकिन्जेल बनाउने। अब मसिनो गरी काटिएको टमाटर, त्यसपछि अदुवा, लसुन र जिरा पिसेको पेस्ट हाल्ने। एकछिनसम्म छोपेर पकाइसके पछाडि अघि तयार गरिएको तिते हालेर मजाले चलाउने अनि आवश्यकता अनुसार भिजाएर राखिएको बासमती धानको चामल त्यसमा लगाउने र छोप्दै पकाउँदै खैरो भइन्जेलसम्म बनाउने अनि आवश्यकता अनुसार सर्र पानी हाल्ने अनि त्यसलाई चलाएर मजाले छोपेर पाकुन्जेल बनाउने। यतिको भइसके पछाडि चाहिँ मसिनो गरी काटेर राखिएको हरियो धनियाँको पत्ता लगाउने र मजाले चलाउने। अब चाहिँ तिते खानको लागि तयार भयो।